20 रुपैयाँ दिइसक्यो त मैले। 10 रुपैयाँ 20 रुपैयाँ ठिकै भइहाल्छ नि मलाई। कतिवटा किन्ने त? 20 रुपैयाँको दिउँदा होली किन्छु। अनि पछि 10 रुपैयाँको अनि त्यो होली भने एउटा होली किन्छु। खोइ त्यो पैसा देखाउ त पहिला कति रुपैयाँ रहेछ? त्यो के हो? कति रुपैयाँ थाहा छ? अनि 20 रुपैयाँले दुईटा आइहाल्छ नि, तपाईँलाई एउटा बहिनीलाई एउटा। बहिनीलाई अहिले नकिन्नु, फेरि थाहा छ कि छैन? कहिले किन्ने रे? स्कुलबाट आएपछि। यो पैसा कहाँ राख्ने त? तपाईँसँग नराख्नु, फेरि स्कुलमा हराउँछ। लु न, लुगा भिजाउने होइन फेरि, थाहा छ कि छैन? स्कुल जाने बेलामा भुत जस्तो भयो भने म त पिटिहाल्छु। खोइ हस् भनेको।